हेलो साथीहरू, आज हामीले ढेँडो पकाउँदैछौँ। हेर्नुहोस् तपाईहरु पनि दुःख सुख पकाइयो र लाग्यो कि आज ढेँडो खानु है। अनि साथीहरूसँग मिलेर मस्काउन लागेको ढेँडो खासै पारा चाहिँ आएन। थोरै गिल्लो गिल्लो पनि भएको, पानी अड्कल गर्न जानिएन। तर पनि राम्रै भयो, दुःख सुख जे जस्तो भए पनि है। बजारबाट पिठो किनेर ल्यायो, एक घरको होइन परदेशको ठाउँमा। यस्तै हो साथीहरू। अनि पुरा मस्काइरहेको छु है, पुरै हात दुखेर यति ढेँडो मस्काउन पनि सायद बानी नपरेर होला। अनि यो चाहिँ चट्ट लोकलको सुप हो, हेर्नुहोस्।